दुङदुङे यसलाई चाहिँ दुङदुङे भन्छ। यसलाई चाहिँ मजाले केलाएर काटेको छु मैले मसिनो गरेर। यो चाहिँ म छुर्पीसँग बनाउँछु। यो चाहिँ प्याज टमाटर यो अदुवा र लसुन यसरी काट्नुपर्छ। छुर्पीसँग बनाउँछु। सकेको छु। कम्ती तेल हालिदिनुहोस्, कम्ती पाँचफोरन। यो खारिसकेपछि अदुवा लसुन यसलाई मजाले भुट्नुपर्छ। हल्दी अलिकति रातो भइसकेपछि हाल्नु पर्यो प्याज। यो चाहिँ डल्ले खुर्सानी हो, मैले बोतलमा हालेर राखेको थिएँ। यसलाई चाहिँ मैले पेस्ट बनाएको छु। यस पिसेर मिक्सीमा युज गर्छु। टमाटर हाल्दिनु, स्वाद अनुसार नुन हालिदिनु। खोपेर पकाउनु टमाटरलाई। टमाटर मजाले पाकेछ। यो साग हो, मैले काटेर धोएर रेडी गरेर राखेको छु। हालिदिनु, खोपेर पकाउनुपर्छ। यतिको पाकेको छ भने पाकिसकेको छ मोटामोटी। अब यसमा हालिदिनुहोस् छुर्पी। यसमा अलिअलि धनियाँ हालिदिनुहोस्। यो पनि पाक्यो दुङदुङे पनि।